अब उखानेको गुहानेहरूलाई त खुब रमाइलो भइरहेको होला। अझै पनि सबक सिकेका छैनौ तिमीहरूले। अझै पनि नेकपा एमाले जिन्दाबाद भन्न त छोडेका छैनौ। बनाइदियो त तिमीहरूको बाउले। जिन्दगी त अन्धकार थियो, देशै अन्धकार बनाइदियो। मजा लागिरहेको होला नि उखानेको गुहानेहरूलाई, हैन? अनि अझै पनि नेकपा एमाले जिन्दाबाद भन्न त छोडेको छैनौ नि कमेन्ट सेक्सनमा आएर। तिमीहरूको अस्तित्व नै लगेर एमालेको पाउमा चढाए पनि मेरो चाहिँ केही पनि भन्नु छैन है। तिमीहरूको इच्छा हो, बुझ्यौ नि। मैले कोही व्यक्तिको लागि बोलेको होइन कि यो देशको लागि बोलेको हो। सो अब हिजो कति घण्टा बत्ती गयो, अस्ति कति घण्टा बत्ती गयो। तिमीहरूको घरमा त अब जेनेरेटर होला के होला। अब उखानेले गुहानेहरूलाई सबैलाई सुविधा त दिएको होला। त्यही भएर त उखानेको गुहानेहरू अहिलेसम्म पनि नेकपा एमाले जिन्दाबाद जिन्दाबाद भन्दै हिँड्छन्। हामीलाई त केही पनि छैन हेर। अनि हामी जस्तो सर्वसाधारणहरूको घरमा त त्यस्तो सेवा पनि छैन। र संसदमा या सदनमा एउटा गम्भीर विषयमा प्रश्न उठिरहँदाखेरि झ्याप्प बत्ती जान्छ। त्यहाँ त इन्भर्टर होला, जेनेरेटर होला, त्यहाँ केही पनि प्रब्लम भएन। तर हरेक सर्वसाधारणको घरमा त्यो सुविधा नहोला। भात राइस कुकरमा पाकिरहेको हुन्छ, अचकल्टो हुन्छ। मोबाइल चार्ज अचकल्टो हुन्छ। कति विद्यार्थीहरूले इक्जामको लागि तयारी गरिरहेका छन्, त्यो पनि त अचकल्टै भयो। उनीहरूको भविष्य अन्धकार भयो। कति ठाउँमा अपरेसन सक्सेस भएन होला। अपरेसनको तयारी गर्दै गर्दा कतिले ज्यान गुमाउनु पर्यो होला, होइन त? अनि उखानेका गुहानेहरू अझै पनि नेकपा एमाले जिन्दाबाद जिन्दाबाद भन्दै हिँड्छौ नि। तिमीहरू जस्तो होला हो उखानेको गुहानेहरू, झोलेहरू भन्ने, बुझ्यौ नि? हामीलाई भन्दैनन्। हामी यो देशभक्ति, देश प्रेमी व्यक्ति हौँ। त्यस कारणले गर्दाखेरि जुन दिनदेखि कुलमान घिसिङलाई यो उखानेले हटाएर जुन त्यसको सालो गुहाने राख्यो नि, त्यो दिनदेखि चाहिँ मान्छेको जिन्दगी त अन्धकार बनाइदिएकै थियो। हरेक मान्छेहरूलाई अन्धकार बनाएर केही उपाय नलाएर विदेश धकेलेकै थियो। तर देशै अन्धकार बनाइदियो। एउटा जनताले पाइरहेको सुविधा पनि खोस्यो। एउटा कुलमान घिसिङ यति राम्रो व्यक्ति, जनताले चुनिएको र जनतालाई एकदमै धेरै मन जितेर अग्रपन्थीमा आएको व्यक्तिलाई उसको म्याद, उसको अवधि पनि नपुगिकन बीचमै उसलाई हटाएर उसको आफन्त मान्छे राख्यो होइन त, उसको सालो राख्यो होइन त? हो, जनताले रुचाएको मान्छे किन यही टाउकीहरूलाई मात्रै मन पर्दैन? जनताहरूले जो व्यक्तिलाई जय जयकार गर्छ त्यही व्यक्ति मात्रै किन यो उखानेहरूलाई चाहिँ मन पर्दैन? तिमीहरूसँग हातेमालो नगरेर हो? तिमीहरू जस्तै घुसपेट खान नमिलेर हो कि के हो? कि तिमीहरूको यो जेनेरेटर यो हरेक कुराहरूको चाहिँ व्यापार बिजनेस ठप्प भएर यो गरेको हो भने हामीलाई खुलायम भन्देऊ। हामीले त तिमीहरूसँग केही पनि मागेको होइन। हेर, कुनै पनि ठाउँमा एउटा जनताले तिमीहरूलाई हरेक दुःख मेहनत गरेर हरेक कुरा